टप्समा वेलकम छ हजुरहरूलाई। आज चाहिँ हामी 5 जना भएर खसीको खोजीमा डेली सिटी टु स्याक्रामेन्टो जाँदैछौँ। खासमा हामी चाहिँ यसो घुमफिर गर्दै कहाँ घुम्ने पनि हुने अनि खसी पनि ल्याउने सोचमा निस्केका थियौँ, तर पानी परेको छ है। अब पानीमा निस्केर घुम्न चाहिँ कहाँ जानु, फेरि पनि हजुरहरूलाई फुल आज जे देख्छौँ हामी बाटोमा त्यो सबै हजुरहरूलाई देखाउँछौँ, हेर्दै गर्नुहोस् है त। त्यो मन्द मुस्कान, त्यो मझेरी अझै याद छ, हल्का घाम परेको झरी अझै याद छ भने जस्तै झरी परिरहेछ। एकदम मौसम यस्तो क्लियर छ कि गाइजहरू है, पुरै छोडिदिनुहोस् न, यस्तो महसुस छ। अनि महसुस चाहिँ भिडियोबाट देखाउनु भन्ने है। सो फिल द नेचर। हामी चाहिँ अलमोस्ट स्याक्रामेन्टो प्रवेश गरिसक्यौँ। यहाँ चाहिँ हजुरहरू आउनुभयो भने पुरानो मध्येको एक ब्रिज जो भर्खरै हामीले क्रस गऱ्यौँ। साथै यहाँ चाहिँ एक म्युजियम पनि छ जहाँ सबैभन्दा पुराना गाडी, बाइक, ट्रेनहरूको अवलोकन गर्न सक्नुहुन्छ। जान मन थियो हामीलाई, तर पानी परेको हुनाले जान सकिएन। स्याक्रामेन्टो चाहिँ सबैभन्दा बढी खेतीबाडीको लागि प्रसिद्ध छ। आज यहाँको मौसम एकदमै राम्रो छ, मन्द मन्द पानी, साथै चारैतिर हरियाली, बिचमा बाटो, आसपासमा सानातिना पहाड, आकाशमा बादल भिडेको, साँच्चै नै एकदमै शान्ति महसुस भइराखेको छ। करिब 80 माइल पार गरेपछि हामी अलमोस्ट खसी बानी एड्रेसमा पुग्न लागिसक्यौँ।
भिडियोलाई चाहिँ दामी भएछ ल फेरि गएको छ नि त्योभन्दा बेसी पछाडि छ क्या आज देखाइदिएन अरे यत्रो फर्स्ट टाइम हो मैले फर्स्ट टाइम देखेँ इन्डियामा चाहिँ छ क्या यीमै के राखेको त डब्बा यसले त सबै बोकेको छ क्या सला मैले भिडियो रेकर्ड गरेँ भनेको त मैले गरेकै थिएँ मैले चाहिँ गरेको छु फेरि है सुरुदेखि गरेको छु कति मिनट लाग्दो रहेछ फुल्ली उसको छ 57 मिनट होला आधा घन्टै लाग्छ होला अझै देखिरहेको छ पछाडिसम्म नराम्रो लाग्यो मुत्ने लाग्छ कि सबभन्दा त्यो ढिलो लाग्छ यो डिब्बा छ कि हाल्ने त्यो त डिब्बा कति छ थाहा भएन तर अझ पछाडि देखिरहेको छ के अरे अझ इन्डिङ देखाएको छैन अझ इन्डिङ देखाएन वा उताको पारे वा केही नदेखिने भइसक्यो न यो तेल हाल्ने यो तेल के बोक्छ तेल बोक्छ क्या हो के केही न केही त बोक्छ तेलले ग्यास बोक्छ तेलले ग्यास बोक्छ सबै बोक्छ जस्तो छ जे हुन्छ बोकिदिन्छ अझ पछाडि देखिन छोडे होइन कि रेल कहाँ पुग्यो थाहा छैन यो त ढोका खोल्या खात भयो के रहेछ हावा चाहिनेवाला रहेछ यो जेनेरेटर होला क्या ओ माय गॉड र यसको इन्जिन खतरा यति ढिलो त नहिँड्नु पर्ने यो भएर लाइट भएर यो त रन्किनु पर्ने होइन र अलि स्पिड हिँड्नु पर्ने देखिएको छ त्यो तल बुलेट ट्रेन देख्नु भएको तपाईँहरूले त्यो जापानमा छ जापानमा पनि छ ट्रेन आधा घन्टा जति लाग्छ होला यति लामो ट्रेन त भया पनि सबै जोड्याएको छ यसले यार उता अगाडिको देखिनै छोडीको कहाँ हो थाहा छैन आगो बलेको चाहिँ देखिँदो रहेछ ऊ माथि फेरि अर्को फेरि आएर कहाँबाट माथि लाइट बल्याइदिनु अर्को दुईटा लिक रहेछ नि त यो नगर्दै त्यो आयो भने फेरि जुम गरेर हेर्छु अर्को आउँदैछ छैन गाइजर है देखिन्छ हाम्रो भाइ पुरै देखिँदो रहेछ है त्यो यहाँबाट भन्दा आँखाले भन्दा त्यो राम्रो देखिँदो रहेछ हो र कि त्यत्रो देखेको छैन यहाँ मजाले जुममा चाहिँ देखिँदो रहेछ अर्को रेल आउँदैछ उतादेखि यो रेल हिँडेको कति भइसक्यो आज 5 मिनट भइसक्यो आज 5 मिनट मात्र भयो कसम भयो अब सकिन्न के आज पछाडि देखिरह 5 मिनट भयो क्या भिडियो बनाएको रेल हिँडिरहेको के भन्नु अहिले त रेलमा अरू के जोडिले यसलाई चाहिँ चेक म उसलाई सोध्छु च्याट जिपिटीलाई के रहेछ यसको बारेमा यहाँ त अहिले अर्कै कन्टेनर जस्तो जोडिएको आइरहेको त अरे यो त तपाईँ रनगन भएन क्या छिटो आयो जानु कतिखेर सकिन्छ हेरौँ न मेरो हात पाटिसक्यो पुरा च्याट जिपिटी हुँदैछ खराब भयो अघि ट्रेन थियो अहिले त यिनी के कन्टेनर आउनु लाग्यो त यार सकिन्न पर्छ त्यो आइरहन्छ ए भगवान यो त मान्छे भने पनि सेरी ढिलो यस्तो हाई च्याट जिपिटी यो जुन मैले फोटो खिचेर पठाएको छु नि यो चाहिँ कति लामो छ के काम गर्छ यसले कतिसम्मको यसले वेट धान्न सक्छ यसले कहाँदेखि कहाँ जाँदैछ यो यसको बारेमा विस्तृत रूपमा भनिदिनु पर्यो त्यसरी जानु पर्यो क्या त्यसरी जानु पर्यो रेल भनेको त्यसरी जानु पर्यो त्यो पनि लामो त निकै लामो रहेछ कि तर ऊ चाहिँ फुल स्पिडमा छ होइन झन् ढिलो गर्यो त डर माने रहेछ क्या यो अहिले रोक्यो कि किन ऊ चाहिँ फुल स्पिडले गइरह ठुलो गरेर अहिले किन स्लो गर्यो क्या हाम्रो त्यत्रो स्पिड गए पनि तपाईँले पठाउनु भएको फोटो रेलवे लेभल क्रसिङमा रोकेको मालवाहक रेल फ्रेट ट्रेनको हो फ्रेट कोइला बोक्ने रहेछ क्या देख्नु भएन कोइलाले गर्दा यो के हो र के काम गर्छ मकै सिमेन्ट कोइला अन्न गहुँ मकै सिमेन्ट फलाम यो अहिले कन्टेनर बोकिरहेको छ सबै तर उताको स्पिड छ क्या हुन्छ यस्तो उताको चाहिँ स्पिड छ यताको साधारणतः 1 देखि 2 किलोमिटर लामो हुन्छ कहिलेकाहीँ 100 भन्दा बढी डब्बा पनि हुन सक्छन् यो त्यही हो
त्यही हो उताको त फुल स्पिड होइन उताको पनि लामो छ उताको स्पिड छ लामो रहेछ कति बेर पर्खिनु पर्छ भने भन्दा सामान्यतया 5 देखि 25 मिनेटसम्म 15 मिनेटसम्म 7 मिनेट त भइसक्यो होइन कहिलेकाहीँ रेल धेरै ढिलो चलेमा वा 2वटा रेल क्रस भएमा 20 देखि 30 मिनेट ठ्याक्कै दुईटै क्रस भइराख्नु 20 देखि 30 मिनेट कुर्नु पर्छ उताको त लास्ट स्पिड छ हेर्नु न पुरा उताको नि कन्टेनरै बोकिराख्यो क्या मान्छे हिँड्नेलाई उताको त सकिसक्यो रेल पुरा पास नभएसम्म गेट किन बत्ती र आवाज आउँछ अरे रातो बत्ती रेल आउँदैछ उताको सक्यो उताको क्रस भइसक्यो आवाज गाडीहरूलाई चेतावनी दिन यो सबै सुरक्षाको लागि रेल कहाँ जान्छ यस्ता रेलहरू प्राय उद्योग बन्दरगाह गोदामतर्फ जान्छन् त्यो त लास्ट सुलो भएको त यार तपाईको फोटोमा देखेको GNTX जस्ता चिन्हले रेल कम्पनी र डब्बाको दर्ता जनाउँछ यो त कछुवाको गतिमा हिँडिरहेको त यार लामै जाम पाउँदैन यसले राम्रै जानकारी दियो हो त न यो त उ त्यहाँनिर त अब इन्डिङ पोइन्ट त देखिया जस्तो लाग्छ त्यही हो होइन तर यो कछुवाको गतिमा हिँड्यो क्या यो त हामी त यार स्टकटन भन्दा पनि माथि आएछौँ क्या स्टकटन त हामी मान्छे ल्याएर पनि हान्नु यहाँबाट नियर मिर यस्तो रुम हामी पहिलो पटक प्रत्यक्ष यति लामो रेल देखियो जो हजुरहरूलाई पनि देखाउने प्रयास गऱ्यौँ अब चाहिँ हामी लगभग गोड फार्म पुग्न लागिसक्यौँ है त गई चाहिँ हेर्नु भयो त रेल कहिले देखाएको थियो एउटा कहिले देखाएको थिएन 1 किलोमिटरको रेल रेल क्रस भएर नि हामी धेरै अगाडि आइसक्यौँ गाइजहरू है त गाइजहरू हामी फाइनल्ली होइन यहाँ आइपुग्यौँ होइन घोडा पनि रहेछ त्यो चाहिँ घोडा भयो है अनि हामीसँग यहाँ भेडा पनि रहेछ है यो चाहिँ हाम्रो ग्याङ टोली हेलो वासक बाज कस्तो लाग्यो बाख्राहरू ठिक छ खसी ठिक छ कि नै खसी कहाँ छ त खसी यिनै हुन् हजुर अरू पनि होला नि हेरौँ ल है यो चाहिँ हामी फार्ममा आइपुग्यौँ है फाइनल्ली अब 2 घन्टा लगाएर आइयो तर त्यस्तो गतिलो खसीहरू चाहिँ हामीले चाहिँ छैन जस्तो लाग्यो तर च्याङ्रा हुन् कि खसी हुन् यार के हुन् भन्ने जस्तो गाडी जान्छ भन्नुहुन्छ है हेर्नुहोस् है यहाँ रिसाइसक्नु भयो हेर्नुहोस् यहाँ ट्रक गर्छ भन्नुहुन्छ गाडी त उता गयो के थाहा छ क्या म्यापले त्यतै लग्यो म्यापले त्यतै लग्यो हो क्या सोल्डी कसरी हो अगाडितिर हामी चाहिँ यहाँ आइसक्यौँ है यो चाहिँ हाम्रो ग्याङ चाहिँ अगाडि हिँडिरहेको छ हेलो सोल्डी के हो यो त यार हाम्रो उतातिरको जस्तो छ है के रहेछ यो के अरे के भन्छ अरे यसलाई टुथो होइन ऐसेलुको बोट है गाजर यो चाहिँ ऐसेलु है यता चाहिँ हाम्रो फार्महरू खसीहरू छ है त्यहाँ खाइदिनुहोस् ल्याब टेस्ट गर्दै ल मैले ल्याब टेस्ट गर्दै हुनुहुन्छ उहाँले चाहिँ
मिठो जग्गा मिठो छ अरे ल यो चाहिँ यो फार्मको सायद अफिस हो कि के हो यो चाहिँ है यतातिर रहेछ लास्टमा खसी चाहिँ हामीले लगेर जान्छौँ कि यत्तिकै जान्छौँ त्यो चाहिँ आइडिया भएन गाइजहरू हामी जाँदैछ है दुई घन्टा लगाएर आएर लास्टमा हामीले यहाँबाट लगेर जान सकेन भने खसी टेन्सन बल्ल हुन्छ यो चाहिँ फार्म भइहाल्यो फार्मको घर भयो है ल है यो चाहिँ हाम्रो खरायोहरू हो है राबिट्स हेलो यो रहेछ खतरा है अहिले अलिक खतरा चाहिँ यो रहेछ ग्याङहरू चाहिँ कुरा गरेर आइसक्नु भएको छ के छ के भन्नु नम्बर दिएको छ एउटाको कल गरेर कल गर्ने हो र लास्टमा खसी नै कुकुर होला जस्तो के भन्नुहुन्छ हजुर अरू ठाउँ छैन र है अब एड्रेस एक्ज्याक्ट चाहिँ थाहा छैन उहाँसँग चाहिँ उहाँले रहेछ यहाँ ल्याएको हामीलाई एड्रेस मागेर तर कन्ट्याक्ट बिना चाहिँ आउनुभएछ यहाँ चाहिँ खसी हुँदैन कलर अर्कै छ त यिनीहरू त्यहाँ बिचमा अरू पनि मिसो लामो सिङवाला खसी हुने नि अहिले लामो सिँगाला खसी हुने यिनी अँ। पक्का हुन् कि के हुन् सिङ त अर्कै छ नि त यो चाहिँ हो सेतो होइन कि बाख्रा हो त बाख्रा रहेछ यहाँनिरको बाख्रा रहेछ बाख्राहरू पनि छन् चाहिँ यो सेतो बाख्रा रहेछ यिनी सबै बाख्रा हो यहाँ खसी पनि छन् ऊ यहाँनिर यो छ त सेतो ऊ उताको त्यस्तो खसी लगेर जान्छ यहाँ आएर खसी कहाँ खान्छ बाख्रा हो क्या ओ यो खसी हो क्या यताको ऊ त्यहाँनिर त्यो छेउमा तिर यो छ नि यो एउटा मान्छेले कहिले काटिसक्ला यार यहाँ त हेर्नु सानो चाहिँ त कति धेरै मान्छे हुन्छ जाने ठाउँ सानो चाहिँ हो चालिस मिनट पनि त्यहाँ आइपुग्छ कि नै आएर पनि फेरि त्यसले बनाइदिन्न क्या हामीले केही ल्याएकै छैन सामान यहाँ त तपाईँको सेतो खसी रहेछ यो बाख्रो खसी हो यहाँनिरको यो पनि खसी छ यस्तो खसी त कहाँबाट लगेर जानु यहाँनिर तपाईँसँग छ त त्यो पनि ठुलै छ होइन त खसी ल्याउनु त आइयो है लास्टमा खसी चाहिँ खासै मन परेन है यस्ता पनि हुन्छन् खसी होइन त सब भोकले मरे खाने उता जाँदा त तँलाई हेर्छु कस्तो रहेछ यो ठिक छ ये खसी नै हो कि रोग लागे जस्तो छ हिँड्न सक्दैन हजुर को जान्ने लङ टाइम लेकर फोटो चस्मा ल्याउनु भएन पिक्चर फेरि यहाँ आएर पिक्चर हान्ने बाख्रा फार्मको पनि एउटा सिन ल्याउने उहाँले ठाउँमा हेर्नुहुन्छ उहाँ टिभीमा पनि त्यही भएर उहाँले यहीको प्रोफाइल पिक्चर राख्नुहुन्छ बस नै तपाईँको छोरालाई ठिक चस्मा रहेछ छोरालाई चाहिँ बगाल सुहाउँथ्यो होला यार तर नै तर ह्यान्डसम त बहुत ह्यान्डसम देखा है त्यहाँ चाहिँ गोड फार्म मालिक नभएको र खसी पनि राम्रो नदेखेपछि हामी चाहिँ 35 माइल नजिक रहेको
अर्को फार्ममा प्रस्थान गर्ने सोच गऱ्यौँ र त्यहाँबाट निस्क्यौँ। हिँड्दै गर्दा एकदमै भोक लागेपछि हामी चाहिँ खाजा खानालाई बाटोमै पर्ने एक रेस्टुरेन्टमा प्रवेश गाइजहरू तेरो ल चिसो ठाउँबाट आएको भएर खासै चिसो नलाग्यो। कहाँदेखि मिसौरीबाट आएको कि त्यहाँ त हिउँ पर्थ्यो यहाँ त अब घर नेपालको त नेपाल भइसक्यो आएको काठमाडौँ सर लाएर ल चेस हान्दै गरौँ गाइजहरू। ल यता हेरौँ गाइजहरू है। गऱ्यौँ। खाजा खाइसकेपछि हामी चाहिँ डाइरेक्ट खसी फार्मतिर प्रस्थान गऱ्यौँ। त्यही बोल्ने यो पछि भिडियोमा तपाईँ हेर्न सक्नुहुन्छ। होइन कहाँ घर खिच्नु थियो क्या तपाईँहरू मयूर खिच्नु कि पुछ्नु त पुछ्नु त पाल्यावाला नि बस त्यो बवाल है देख्नुहोस् त ल किन्नु न बताइनु फोटो एक मयूर त होइन होला अलिकति ब्याक साइडमा देखिन्छ र अरू पनि होला क्या जुम गरेर म गराउँदै ब्याक साइड यिनी बच्चा हान्ने ठुला छन् अगाडि उयो हेर है अलिकति अलि अगाडि लाग्छ जस्तो छोरी त्यो छडी आएको छैन नि कि यिनीहरू भने त्यस्तै छन् नाच्ने बेला हो क्या छर्ने यिनी बच्चा बच्चा हो कि बच्चा त्यो अघिको चाहिँ पुरै छोड्नेवालै थियो देखिन्छ र यहाँबाट देख्नु त्यहाँनिर छ पारी छ एउटा छिप्पिएको अझै अगाडि होला नि अझै अगाडि होला नि उसमा होइन जङ्गली जङ्गली यहाँ मार्न दिँदैन क्या त्यही होला संरक्षण होला क्या गाडी त यो ट्रक हिँड्ने बाटो रहेछ है गाडी त अब हिँड्ने भयो भोलि पनि कामहरू अगाडि हेर ठुलो त्यो गाइजहरू देखिन्छ त्यहाँनिर यो फास्ट सेक्सन हो पछि फेर हो हो मेन असली हो लिनुहोस् त्यताबाट खिच्नुहोस् त दामी छ यो कटाउनुहोस् पुरै कटाएर जुम गरेर के जुम गरेर चाहिँ पछाडि छैन गाडी भाइ आज
अमेरिकामा पनि भयो रहेछ पछाडि गाडी त छैन नि जाँदै गर्दा बाटोमा मयूर पनि देख्यौँ जो अत्यन्त सुन्दर थिए अन्तिममा हामी अर्को फार्म पनि पुग्यौँ खसी लिने ठाउँ कपडा लगा त्यही त हेर यो त्यो प्योर जङ्गली कुखुरा हो त्यो उता के त भाले हेर्न भाले हो त्यो हो कसैले भाले प्योर यसलाई खान पाए त है कस्तो छ हो त्यो खास मेन लोकल त यो पिण्ड हेर्नु नि छैन यता त छैन उता गली के गयो चारवटा खसी ढाल्ने सोचमा निस्केका हामी कतै पनि गतिला खसी नभेटेपछि एउटा खसी लिएर बासी शान्तिर फर्किँदै दिन काटियो थ्याङ्क यू सो मच फर वाचिङ